यो चाहिँ पिपलबोट जाने ठमेलतिर जाने पिपलबोट जाने बाटो। रोड एकदम खाली छ, रमाइलो चिसो छ। चैत महिना भए पनि यो चाहिँ हामीले बिहान सुटिङ गरेको है भिडियो। अनि यहाँ चाहिँ 24 घन्टा मान्छे एक्सेस भइराख्ने ठाउँ हो यो काठमाडौँ। गुड मर्निङ। आज यति बेला 5:45 बजिरहेछ र बेला चाहिँ हामी ठ्याक्कै लन्चर चोकमा आइपुगेका छौँ। लन्चर चोकमा यति बेला स्पिड लिमिट छैन, जो जतिखेर कुदे पनि हुन्छ, जति स्पिडमा कुदे पनि हुन्छ होइन। अहिले बिहान कसैलाई नियम कानुन ट्राफिक पालना छैन। यति बेला म अफिसबाट आएको, अफिसको काम सकेर अब अहिले पछि जान्छु एकछिनमा अहिले चिया खान आएको रुममा। अनि अझै हामी ठ्याक्कै लन्चर उपराष्ट्रपति निवासको हरितगृहको यतापट्टि साइडमा एनसिएल सेन्टरको नजिकै छौँ। अस्ति जलाएको एनसिएल सेन्टर। त्यसपछि यो चाहिँ पिपलबोट जाने ठमेलतिर जाने पिपलबोट जाने बाटो। रोड एकदम खाली छ, रमाइलो चिसो छ। चैत महिना भए पनि यो चाहिँ हामीले बिहान सुटिङ गरेको है भिडियो। अनि यहाँ चाहिँ 24 घन्टा मान्छे एक्सेस भइराख्ने ठाउँ हो यो काठमाडौँ बस्ने सबैलाई थाहा नै छ। र अर्को कुरा यो चाहिँ ठमेलको भित्र छिर्ने बाटो हो। अनि यो चाहिँ अमृत क्याम्पस भयो। त्यसपछि यो चाहिँ पिपलबोट सामाखुसी जाने बाटो। यहाँबाट राइड लाग्यो भने सामाखुसी जान्छ। यो यहाँबाट पनि भित्र ठमेल छिर्छ। यो एरियामा राति 1 बजे 2 बजे 4 बजे जति बेला आए पनि मान्छे चाहिँ एक्सेस भइरहेको हुन्छ। मान्छेहरू हिँडिरहेको हुन्छ यो बाटो चाहिँ। अहिले एकदम रोड खाली छ, हामी एकदम स्पिडमा कुदिरहेछौँ। एकदम चिसो छ, चैत महिना भए पनि। हामी नेपालीको बानी के जति छुट दियो त्यति धेरै टाउकोमा टेक्न खोज्ने के मान्छेहरू होइन। अनि ट्राफिक नियमहरू हुन्छ नि, 5 सेकेन्ड बाँकी हुन्छ नि लाइफमा चाहिँ, त्यो हुँदाखेरि नै 5 सेकेन्ड पहिले नै पिपी गरेर हिँड्न थाल्छ कि मान्छेहरू। 5 सेकेन्ड रोक्न सक्दैन, त्यत्रो 1 मिनट 2 मिनट रोक्छ। 5 सेकेन्ड बाँकी हुँदाखेरि यसरी हात्तिन्छ कि मानौ होइन। अब के भन्ने, अब एकदम इमर्जेन्सी केस छ, नगई नहुने छ, नगएपछि कोही मरिहाल्ने छ, त्यस्तो टाइपको चाहिँ मान्छेहरूले गर्छ क्या। पुलिस त्यहीँ हुन्छ र पनि त्यस्तो गर्छ। अनि कुनै ठाउँमा जस्तो क्रस गरिरहेछ, चारतर्फी बाटो हुन्छ नि चोकमा, त्यस्तो चोकमा चाहिँ मान्छेहरूले उता एकतिरबाट गाडी आइरहेछ दाहिनेतिरबाट भने बायाँतिरबाट त्यो कसरी हुन्छ त्यसलाई चाहिँ छेक्नु पऱ्यो। अब त्यहाँ छिर्नु पऱ्यो, उतापट्टि छेक्नु पऱ्यो। अनि मान्छेलाई चाहिँ कसरी हुन्छ अप्ठ्यारो पार्नु पऱ्यो, जाम पार्नु पऱ्यो। अनि त्यसपछि अनि खोज्नु पर्नेलाई पुलिसलाई, ट्राफिक पुलिस खोइ के गर्यो के हेऱ्यो भनेर चाहिँ मान्छेहरूले भन्छ क्या। त्यस्तो होइन नि, मान्छेहरूमा एउटा सेल्फ अनुशासन भन्ने पनि हुन्छ क्या। यसरी बाटोहरूमा चाहिँ धेरै अहिले बाइकहरू गाडीहरू बाटोतिर छोड्ने पार्किङ गर्ने गरेको छ क्या। अहिले महानगरको एकदम नियम कानुन एकदम लुज भइसकेको छ। पहिलाको तुलनामा चाहिँ अहिले चाहिँ एकदमै लुज भइसकेको छ नियम कानुनहरू। र अहिले चाहिँ कलेज जाने मान्छेहरूको सङ्ख्या एकदम हिँडिरहेका छन्, सबैले मैतिर हेरिरहेका छन्। म चाहिँ कुदैछु चिया खानलाई भनेर। चिया खान जाँदासम्म त गर्मी भइहाल्छ कि क्या, पसिना आइसक्यो। एकदम रमाइलो छ अहिले बाटो। यो चाहिँ नयाँ बजारको बाटो, बालाजु चोकतिर जाने बाटो हो। सबैले देख्नु भएको होला, काठमाडौँ बस्ने सबैलाई थाहा छ होला।
गाडीहरू एकदम खाली छ बाटो सरर हिँड्यो अझै मान्छेहरू पनि रोडतिर हिँडिरहेछ ओके गाइस यो चाहिँ हाम्रो विष्णुमतीको पुल हो यो चाहिँ विष्णुमती खोलाको पुल बालाजी चोकतिर निस्किने सबभन्दा धेरै जाम हुने भनेको यही हो विष्णुमतीको पानी कस्तो छ अस्ति के अरे एकजना आइफोन 16 प्रो म्याक्स खसेको ठाउँ ऊ यहाँ माथि हो भन्थ्यो के अरे भिडियो भाइरल भइरहेको थियो यो चाहिँ बालाजी चोक हो सबैलाई थाहा छ यसरी चाहिँ बाटो क्रस गरिन्छ हामी चाहिँ रिङ रोडबाट गयो भने धेरै धुलो खानुपर्छ त्यही भएर हामी चाहिँ अलिक भित्रबाट बालाजीको भित्री रोड गल्लीको रोडबाट आएको यहाँ पनि मान्छेहरू धेरै एक्सेस भइसकेको छ उज्यालो भइसकेको छ अहिले चाहिँ म चाहिँ अँध्यारो हुँदै हिँडेको थिएँ अनि मान्छेहरूमा एउटा सेन्स छैन के 5 फिटको फुटपाथको बाटो बनाइरहेको छ त्यही पनि मान्छेहरू यसरी यहाँ चाहिँ रोडमा हिँड्छ के पुरै ग्याङमा लिएर अङ्गालो मारेर गाडी पनि हो भनेर चाहिँ बिर्सिन्छ मान्छेहरू ओके गाइज हामी अर्को भ्लगमा भेट्नेछौँ ओके ह्याभ अ गुड डे